सबैलाई नमस्कार। अहिले यो सरकारले गर्नु खोजेको के है भगवान्, पहिला नेपाल एउटा वर्गीय समाज हो भन्ने कुरा चाहिँ सबैले बुझ्नुपर्छ। र राणा शासनदेखि लिएर पञ्चायत शासनदेखि लिएर पहिलाको चाहिँ जुन विशेष गरी चाहिँ जुन शासन चल्दै आएको छ योभन्दा विगतको पहिला राजनीतिक अवस्था र राजनीतिले गर्दाखेरि चाहिँ कुन स्तरको मान्छे मात्र विकास हुनुपर्ने, कुन स्तरको मान्छे मात्र विकास नहुनुपर्ने निश्चित रूपमा तोकिसकेको छ। सबैले सामान्यतया छँदैछ र हरेक वर्गीय समाज छ। विशेष गरी चाहिँ नि अहिले आएको जुन ऐन कानुन छ, नियम छ हैन, त्यो तपाईँको तल्लो वर्गको मान्छेहरूको न आर्थिक समृद्धि छ, न तपाईँको चाहिँ नि राजनीतिक पहुँच छ, न शिक्षित रूपमा छ। आधारभूत आवश्यकता लगायत अन्य आवश्यक पर्ने चाहिँ नि जुन पक्षहरू छ त्यो कुनै पनि डिमान्डहरू चाहिँ उनीहरूको फुलफिल भएकै छैन। अनि कुनै सेक्टरमा अपुग छ हैन। कुनै टाइममा राणाले मात्रै माथि पढ्न पाउने, त्योभन्दा वर्गले नपढ्ने। अहिले केही समय सबै पढ्न पाउँछन्, तर सबैले एक ओभरअल रूपमा चाहिँ नेपाल वर्गीय समाज भएको कारणले गर्दा हरेक वर्गमा आफ्नो राजनीतिक पावर छ, राजनीतिक तपाईँको चाहिँ विशेष गरी आफ्नो क्षेत्रमा चाहिँ विभिन्न किसिमको चाहिँ डिबेट छ। पहिलो सुरुमा चाहिँ मैले भन्नु खोजेको सर्वसाधारण जस्तो जनताले चाहिँ जुन अहिले जुन गणेश नेपालीको चाहिँ विशेष गरी चाहिँ एउटा आफैले सुसाइड गर्नुपर्ने स्थिति आयो। अब भनेको नेपालमा वर्तमान रूपमा नि पहिला जुन तपाईँको चाहिँ सीमान्तकृत र पहिला पिछडी पारिएका हैन, आर्थिक रूपमा, सांस्कृतिक रूपमा, राजनीतिक रूपमादेखि शिक्षित रूपमादेखि लिएर त्यो कुनै पक्षमा हरेक पछाडि पर्दै आएको छ नि, ती वर्गले अब भोग्ने भनेको यही समस्या हो हैन। जुन अहिले तपाईँको एउटा यहाँ वर्तमान रूपमा यहाँ बसिरहेछन् भने त्यो स्थिति आफ्नो सुसाइड आफैले गर्न खोज्ने स्थिति भइसकेको छ। किन भन्दाखेरि महँगी यस्तो छ, सरकारले कुनै ठाउँमा ट्याक्स लगाउन छोडेको छैन, हरेक ठाउँमा ट्याक्स छ र दिनको दैनिक मूल्य र आयभन्दा पनि बढी ट्याक्स भइसकेपछि सर्वसाधारणले तिर्न नसक्ने स्थिति, वातावरण वा नीति नियम ल्याइसकेपछि सर्वसाधारण जनताले के गर्न खोज्छन् त भन्दाखेरि सुसाइड गर्न खोज्ने हो हैन। त्यही कारणले गर्दाखेरि चाहिँ वर्तमान सरकारले जुन नियम बनाउने स्थिति बनाएको छ, जुन सीमान्तकृत गरिबीको लागि नेपाल जातमुलक देश हो हैन, त्यो विषयमा चाहिँ राम्रोसँग नबुझिकन राम्रोसँग कानुन ल्याउन सकेन भने फेरि क्रान्ति हुनेछ। यो लङ टर्मसम्म जाँदैन। हेर्नु त, गरिबले सेन्जिबिएसमा पढ्न पाउने कहिले अपर्च्युनिटी पाउने, स्वास्थ्य राम्रोसँग चाहिँ पाउन कहिले पाउने, जुन हरेक ठाउँमा ट्याक्स छ हैन। उत्पादनमा कुनै पनि छैन, रोजगारीमा कुनै पनि किसिमको ठुल्ठुलो किसिमको चाहिँ यहाँ उद्योग धन्दाहरू छैन। त्यही कारणले गर्दाखेरि चाहिँ वर्तमान रूपमा जुन पहिलेदेखि विगतदेखि नै एउटा सीमान्तकृत तपाईँको चाहिँ वर्गीयहरूको समाजले चाहिँ नेपालमा कुनै पनि विकास गर्ने अपर्च्युनिटी क्रिएट गर्ने यो सरकारले नीति नियम ल्याएको छैन, ल्याएको पनि छैन। त्यही कारणले वर्तमान सरकार लङ टर्म जाँदैन र सर्वसाधारणको लागि जनताको लागि चाहिँ यो विशेष यो सरकार होइन, जुन सुकुम्बासीको सरकार होइन। र साथसाथै तपाईँको चाहिँ बिहानदेखि बेलुकासम्म एउटा फुटपाथमा व्यापार गरेर आफ्नो जीविकोपार्जन गर्न पर्ने मानिसहरूको लागि यो सरकार पक्कै पनि होइन। त्यही कारणले गर्दाखेरि नीति नियम कुनै पनि ल्याउँदैन, हरेक ठाउँमा सर्वसाधारण ट्याक्स आयोभन्दा बढी कमाउने भन्दा बढी तिर्न बाध्य बनाएको छ यो सरकारले हैन। त्यही कारणले गर्दाखेरि यो सरकार नेपाल सरकारको लागि चाहिँ नेपाल सरकार जुन गरिब जनताको लागि र पहिलेदेखि पछाडि पारिएको चाहिँ वर्गको लागि यो सरकार होइन, सुकुम्बासीको लागि यो सरकार होइन। यसले गरिबीको लागि चाहिँ केही पनि गर्न सक्ने स्थिति बनाएको छैन, नीति पनि ल्याएको छैन। त्यही कारणले गर्दा यो सरकार काम छैन, नीति नियम भिजन भएको सरकार होइन।